भारतमा भाइरल भएको थियो सीमा हैदरको कुरा, त्यसैगरी अब नेपालमा भाइरल भइरहेको छ जाहिरा बोमाको कुरा। फ्रम व्हिच कन्ट्री यु आर? आई एम म्यानमार। Yes. म्यानमारबाट हुनुहुन्छ। Sininya government tolong ay lah mau IC nanti anak-anak. विदेशी है लेकिन हाँ विदेशी कन्या हले ना हले बढ़िया हले लोग जानते हैं बेटा कन्या करिया से पुतो गरो हागले पहिला अर्कै कुनै बिहे गर्नु भएको छ कि छैन तपाईले? यो एउटा कमेन्ट का डुलु Tada no. नो यु नो नेपाली? नेपाली आउँछ? Naik kebo. नै खेबो Kebo. नै खेबो। Naik kebo. सात समुद्र पारबाट नेपाल आएर विवाह गर्नु भएको छ र नेपाली परम्परा अनुसार बस्नु भएको छ। हामी खाना दाना बनबै कि नै बनबै? गैस पे बनावे छे ग्यासमा बनबै छ? हाँ बनावे केलकै हाँसम और दे छे खाना के यु लाइक मोर? Yes, I like most. I can hear. के भन्नुभयो? धेरै माया गरेपछि आएको नि यहाँ कन्या देखी खुश छियै नहीं मिले दाम देश तक की हेले कन्या लाग बहुत खुश छियै हम सब बहुत खुश? एकदम मिंगलावा मम्मी पापा मौसी नानी करे छे भात पापा बोले छे, सब काम करे छे ढोग्न कसले सिकाइदियो यहाँ ढोग्न? मेरो मम्मी चाहिँ सिकाइदिएछ ओके मम्मीले सिकाइदिनु। Mami. कतिजना दिदी बहिनी हुनुहुन्छ अब? त्यो चाहिँ 8 बहिनी हो अनि 3 एउटा भाइ जिन्दगीमा कहिले छोड्छ कि छोड्दैन तपाईलाई? बेला बेला पनि म तिनकै जान्दैन No. छोड्दैन नो I love. के भन्नुभयो? धेरै लाइक गर्छ मलाई ए धेरै लाइक गर्नुहुन्छ भनेर भन्दै उहाँले मलेसियाको भाषा मजाले आउँछ। आइसी भन्दै हुनुहुन्छ के भारू पैसा भन्दै हुनुहुन्छ कि? हैन आइसी भनेको त्यो चाहिँ नागरिकता सात समुद्र पार भनौँ म्यानमारबाट मलेसिया, मलेसियाबाट अहिले नेपाल आइपुगेका छिन्। दर्शकबिन अहिले हामी आइपुगेका छौँ मोरङको धनपालथान गाउँपालिका वडा नम्बर 3 मा छौँ। हाम्रा साथमा एकजना भाइ हुनुहुन्छ र नवविवाहित एकजना हामीसँग हाम्रा एउटा बहिनी पनि हुनुहुन्छ। तपाईँ उहाँहरूको बिहे भइसकेको छ। तर म यहाँलाई जानकारी गराउन चाहन्छु यो यसकारण पनि इन्टरभ्यू एकदमै महत्त्वपूर्ण छ। जस्तै हामीले विदेशमा अर्थात् केही दिन अगाडि मात्रै भारतमा हामीले हेरेका थियौँ सीमा हैदर जो पाकिस्तानबाट विवाह गरेर भारत आइपुगेकी थिइन् आफ्नो प्रेमिकालाई भेट्नको लागि र उनकै लागि जीवन बिताउन आइन्। त्यसैगरी अहिले हामीसँग सात समुद्र पार भनौँ म्यानमारबाट मलेसिया, मलेसियाबाट अहिले नेपाल आइपुगेका छिन्। उहाँ विदेशी नागरिक हुनुहुन्छ र उहाँ विशेष नेपाली युवासँग प्रेममा परेपछि म उहाँसँगै जीवन बिताउन चाहन्छु र उहाँकै घरमा बस्न चाहन्छु भनेर उहाँले चाहिँ बताइसकेपछि हामी यहाँ आएका छौँ र हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँहरू कसरी नेपाल आउनुभयो र उहाँहरू कसरी अब यहाँको वैवाहिक परम्परा अनुसार विवाह पनि भइसक्यो भन्ने कुराहरू सुनिरहेका छौँ। यहाँलाई स्वागत छ। धन्यवाद हामी नेपाली कुरा गरौँ कि आफ्नै भाषामा? आफ्नै भाषा कुरा आफ्नै भाषामा बात गरौँ। म आफ्नै भाषामा कुराकानी प्रयास गर्छु। घर कता बेला यहाँका? टिठैया कोही ठाउँ परे ए धनपालथान 3 नम्बर वडामा यो घर पर्छ। कुन देशका नागरिक चाहिँ यहाँका कनि यहाँका? बर्मा देशका बर्मा म्यानमार कता भेट भेले यहाँका? कहाँ भेट भएको थियो? मलेसियामा तपाईँहरूको लभ अफेयर थियो अनि त्यस पछाडि कसरी विवाह भयो यहाँ? विवाह त त्यो मलेसियाबाट टुर भिसामा आएको भन्छ यहीँ बस्ने त बिहा भन्छ बिहे गर्ने। खुसी हुनुहुन्छ? खुसी हो एकदमै। म उहाँसँग कुराकानी गर्छु। यु आर ह्याप्पी? And I happy. You are happy? Yes. And he is your husband? Yes, I husband. Your husband? Yes. Which country from you? From which country you are? I am Myanmar. म्यानमार? Yes. म्यानमारबाट हुनुहुन्छ भनेर उहाँले बताउँदै हुनुहुन्छ। एकदमै सुन्दरै हुनुहुन्छ। टाढाबाट हेर्दाखेरि राई लिम्बू जस्तो देखिने भए पनि उहाँ चाहिँ म्यानमारकी हुनुहुन्छ र हामी उहाँसँग कुराकानी गर्ने प्रयासमा छौँ। अहिले जस्तै उहाँ आइसकेपछि तपाईँहरू चाहिँ कस्तो परम्पराबाट बिहे गर्नुभयो? यहाँ चाहिँ हाम्रो चाहिँ वाडा सडाको कुरो गरेर भन्छ ल बिहे शादी गर्ने गरिसक्यो। एकदमै खुसी हुनुहुन्छ? खुसी भयो। त्यस तपाईँलाई भेट्नको लागि चाहिँ म्यानमार मलेसिया हुँदै नेपाल आइपुगिन्? हजुर। उहाँ के भन्नुहुन्छ? म खुसी छु अहिले? खुसी छन्। सोध्नुहोस् त एकपल्ट के भन्नुहुन्छ? एउटा बिगा कमेन्ट समस्या I happy lah. खुसी छ। खुसी हुनुहुन्छ भनेर भन्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच। कङ्ग्रेचुलेसन्स फर युर म्यारिड। Yeah, congratulations. Thank you. थ्याङ्क यू भन्दै हुनुहुन्छ र उहाँ मलेसियन हुनुहुन्छ। उहाँको नाम जाहिरा बोमा रहेको छ र उहाँ अहिले नेपाल आइपुगेकी छिन् र अब उहाँ चाहिँ विशेषतः हामीले यहाँ बुझिरहँदाखेरि नागरिकताको लागि हामी नागरिकता बनाउन चाहन्छौँ भनेर उहाँले भन्दै हुनुहुन्छ। नागरिकताको विषयमा के भन्नुभयो उहाँले? यसले म सोध्छु होइन के भन्नुभयो उहाँले? के भन्दैन सोध्नुहोस् न। त्यो भन्छ म यहीँ बस्छु अब चाहिँ के भन्छ बिहा दर्ता अनि नागरिकता बनाएपछि यहीँ बस्छु भने। यहीँ बस्नुहुन्छ? हजुर। अनि अरू विदेश कहिले जाने भन्दै हुनुहुन्छ? त्यो चाहिँ जाउँदैन के। सोध्नुहोस् त एकपल्ट तपाईँ चाहिँ नागरिकताको लागि के भन्दै हुनुहुन्छ उहाँ भनेर के बोल्नुहुन्छ नि? म ऐसी apa tadi yang cakap kan? Cakap
आइसी तडियाँडा बाकी तग्यान tulang. I want to I see already have के भन्नुभयो उहाँले tulang. मन त्यसले भनेको मलाई हेल्प गरिदेऊ आइसी बनाउनलाई मतलब नागरिकता बनाउनको लागि यहाँ नेपालको र दर्शकबिन हामी कुराकानी गरिरहेका छौँ जसरी भनौँ न केही दिन अगाडि मात्रै भारतमा भाइरल भएको थियो सीमा हैदरको कुरा, त्यसै गरी अब नेपालमा भाइरल भइरहेको छ जाहिरा बुमाको कुरा, किनभने एउटा 7 समुद्र पार भनौँ म्यानमार मलेसिया हुँदै काठमाडौँ र काठमाडौँ हुँदै विराटनगर मोरङ हुँदै अहिले धनपाल थानमा यहाँ विवाह वैवाहिक परम्परा अनुसार विवाह समेत भइसकेको उहाँहरूको कुरा छ। तपाईँहरूको यो भिसा होइन भिसा हो त्यो। कतिजना दिदी बहिनी हुनुहुन्छ उहाँ? त्यो चाहिँ 8 बहिनी हो अनि 3 वटा भाइ हो। तीनवटा भाइ। उहाँ सबैभन्दा कान्छी? सबैभन्दा लास्ट। कति वर्ष भएको छ उहाँको एज? यो मेरो उमर berapa? 27. Sini ada deh. Yumiala, betul Sini ada deh. Hari itu yang cakap lagi. Itu lah ya. Ini paspor lah. Kita nya. 24. 24 वर्ष 24 वर्ष भएकी छिन् भनेर भन्दै हुनुहुन्छ। तपाईँहरू आफ्नै भाषामा अहिले कुरा गर्दै हुनुहुन्थ्यो होइन? त्यो मलेसिया भाषा। मलेसियाको भाषा। उहाँले मलेसियाको भाषा मजाले आउँछ। र यु आर ह्याप्पी हियर? And I happy. Happy here. Okay. What you want to tell to the Nepali government? नेपाल सरकारले के भन्न चाहनुहुन्छ उहाँले सोध्नु त? Ini यो mau bagi tahu ke government mau apa-apa yo. Sini punya government tolong ai lah, mau IC nanti anak-anak pun happy duduk IC mau tolong buat kalau mami ada IC, baby pun ada IC kan. Semua tolong ai. IC भन्दै हुनुहुन्छ के भारू पैसा भन्दै हुनुहुन्छ कि? हैन IC भनेको त्यो चाहिँ नागरिकता। के भन्दै हुनुहुन्छ उहाँले? त्यसले चाहिँ गभर्नमेन्टकोबाट रिक्वेस्ट गरेछ कि मलाई नागरिकता बनाएपछि मेरो बच्चा भएपछि त्यसको लागि पनि भविष्यको पनि त्यो राम्रो हुन्छ। ओके फर फ्युचर यु वान्ट गुड? यस यु निड आइसी? आई निड आइसी। उहाँलाई नागरिकता चाहियो उहाँलाई नागरिकता चाहियो भनेर भन्दै हुनुहुन्छ भनेर उहाँले नेपाल सरकारसँग आग्रह गर्दै हुनुहुन्छ। र यो एकदमै राम्रो कन्टेन्ट हामी यहाँलाई देखाइरहेका छौँ जुन चाहिँ म्यानमारबाट उहाँ यहाँ नेपाल आइपुगेकी छिन्। अब उहाँ तपाईँलाई छोडेर जानुहुन्छ कि जानुहुन्न सोध्नुहोस् त? बिहा त गर्नुभयो अब छोडेर त जानुहुन्न सोध्नुहोस् त? यो म तिङ्गा आएका नो जानुहुन्न तपाईँ सोध्नुहोस् उहाँलाई कति माया गर्नुहुन्छ भनेर सोध्नुहोस् त आफ्नो भाषा। भैया सयंका macam I love. के भन्नुभयो? धेरै लाइक गर्छ मलाई। धेरै लाइक गर्नुहुन्छ भनेर भन्दै हुनुहुन्छ। यु लाइक मोर? Yes, I like most. I can hear. के भन्नुभयो? धेरै माया गरेपछि आएको यहाँ। धेरै माया गरेपछि विदेशबाट यहाँ आइपुग्नु भएको छ। ओके थ्याङ्क यू सो मच। कानुनले के भन्छ नि उहाँले के भनिदिनु भने नेपाली कानुनले जे भन्छ जुन हिसाबले उहाँको लागि राम्रो हुन्छ त्यसको लागि हामी सहयोग गर्छौँ उहाँलाई भनिदिनु उहाँले। Dia nanti tolonglah kita mau minta apa kan, dia orang tolong kita. Berapa lama? Ada lama. त्यसले सोच्छ कति टाइम लाग्छ त्यस्तोमा। ओके टाइम लाग्ने कुरामा के हुन्छ भने नेपालको कानुन अलिकति जुन हिसाबले छ त्यो हिसाबले जानुपर्छ हामीहरूले। तपाईँ अर्को योभन्दा पहिला अर्कै कुनै बिहे गर्नु भएको छ कि छैन तपाईँले? यो एउटा कमेन्ट का डुलु नो अर्को बिहे होइन नि? नो ओके पहिलो बिहे फर्स्ट म्यारी पहिलो बिहे हो। हजुर त्यसो भए उहाँको सबै कुराहरू चाहिँ कानुनी प्रावधान हेरेर पक्कै पनि नेपाल सरकारले तपाईँले सहयोग गर्ने वातावरण गर्नु नै हुन्छ भनिदिनु उहाँले। तपाईँ nanti dia orang bagi tolong kita lah। अनि तपाईँलाई नेपाली कल्चर कसले सिकाइदियो यसरी मजाले यो लगाउनको लागि कुर्ता सुरुवाल लगाउनको लागि? Ini siapa aja macam pakai mami मेरो मम्मी चाहिँ सिकाइदिएछ। ओके मम्मीले सिकाइदिनु? मम्मी काका मम्मी बहिनी मेरो बहिनी दिदी दुईजना। यु नो नेपाली आउँछ? नै खेबो खाना खानेको के बुझ्नुहुन्छ भाषा भन्नु त? जस्तै व्हाट यु नो यताको ल्याङ्ग्वेज के बुझ्नुहुन्छ बोल्न भन्नु त? सिनेमा यो apa tahu cakap Asal lupa त्यसले चाहिँ भुलिसकेछ। थोरै a bit you know a little know this language?
नहीं खेबो नहीं खेबो खेबो नहीं खेबो नहीं खेबो ओके अरू पनि केही आउँछ और कुछ आबै छ आटापा लागि त नो ढोग्न कसले सिकाइदियो यहाँ ढोग्न यिनी सेपा समय सेपा आज मम्मी दीदी के हुन्छ मम्मी र दिदीले हजुर मम्मीले दिदीले सिकाइदिनु भयो म्यानमारमा यसरी ढोग्छ कि ढोग्दैन मेमा राडा कहानी मच्छा नो 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 म्यानमारमा नमस्ते मिङलाबा मिङलाबा लेट्स डु मिङलाबा 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 नमस्ते दर्शकबिन हामी कुराकानी गरिरहेका छौँ जायरा बोमासँग जो अहिले ऊ आफ्नो पतिको लागि म्यानमार हुँदै मलेसिया हुँदै काठमाडौँ हुँदै अहिले चाहिँ मोरङको यो स्थानमा आइसक्नु भएको छ र उहाँ चाहिँ भन्नुहुन्छ म कहिले पनि छोड्दिनँ सोध्नुहोस् त जिन्दगीमा कहिले छोड्छ कि छोड्दैन तपाईँलाई बेला बेला पो म तिङ्गै गर्दैन नो छोड्दैन नो कहिले पनि नछोड्नु होला Rumah jaga. तर तिङ्गै Tara tinggal itu Nippon bahasa apa? नै छोड्बे कहियो नहीं छोड़वे कायो. नहीं छोड्दै यो सुन्नु दर्शकबिन नहीं छोड्दै भन्छ ओके थ्याङ्क यू सो मच फर द इन्टरभ्यू मबाट जे हुन्छ सहयोग म त्यो गर्छु देम त तलङ किता या थ्याङ्क यू सो मच दर्शकबिन हामी कुराकानी गरिरहेका थियौँ जायरा बोमासँग तपाईँको के नाम हो सञ्जित कुमार मण्डल एन्ड जायरा बोमालाई हामीले कङ्ग्रेचुलेसन्स भन्दैछौँ जुन चाहिँ 7 समुद्र पारबाट नेपाल आएर विवाह गर्नुभएको छ र नेपाली परम्परा अनुसार बस्नु भएको छ हामी त्यो देखाइरहेका छौँ र अब हामी विशेष कुराकानी गर्नेछौँ उनका परिवारजनबाट पनि दर्शकबिन हामी उहाँका बुवा आमासँग कुराकानी गर्ने प्रयासमा छौँ खुसी कि नै छिए मतलब खुसी हुनु खुसी सब खुसी हाँ सब खुसी उहाँको मम्मी हुनुहुन्छ खुसी छिए एकदम खुशी छे एकदम खुशी छे कनिया बात करे कि नहीं करे भोर से केना बात करे यहाँ सब उरुंग तो मलेशिया भाषा में बात करे लेकिन हमरा सब अपन भाषा में बोले छिए तब अपन भाषा में वो बोले छे मम्मी पापा मौसी नानी करे छे पापा बोले छे सब काम करे छे जना विदेशी समय से ना जना अपना रीति रिवाज तो नहीं बुझे है ना बहुत बुझी गेले बहुत विवाह कता भेले ओकर अतः घरे में खेले बहुत खुश छी यहाँ से एकदम खुश छी कोई देश से ले के कनिया मतलब कोई ठाम कते दिन के बाद एतो आइले अते ना हमर बेटा रहे मलेशिया में 10 साल हमर बेटा गेले अब ओकर 7 साल हेले अब एके कंपनी में काम करे अब सबके मेल पत्तर है गेले लव मैरिज भए गेले त हमर बेटा चलेले घर ओकर टाइम पुगी गेले तू घर चलेले तब ई दियो जन मिललो रहे तब पछाड़ी से कन्या हमें नहीं रहबो हमें तोरे लगता रहबो नहीं रखबे तो मम्मी पापा से बोल न तो हमें झूली के मरी जबो हमें घर नहीं जबो ई वो बहुत तरह के बात बोले लगले तब लास्ट में तो हमू सब कहलिए जब उरुंग बात है तब तो हूँ जमान है गलन बियाह शादी करल हमू कन्या तनिया खोजिए ता ई सब बात बोलले कि मम्मी के इरुंग बात है तो हम कहलिए आवे तो ले या खुश छे एकदम खुश छे हम सब गोर लगल के सिखा दल के आप हमर सबके देहात में जिरुंग चले छे तो वो व्यवहारी तो आप हमर कते आबी गेले ओकरा हम अपना ले लिए तो अपन की कहे छे तरीका रीति रिवाज से चले पड़ले ना तब वो सब बिना घूंघट को मर रहते रहे हमर कते घूंघट चले छे हमर देहात में आ गोड़ लगी से चले छे गोड़ लागे प्रणाम कर खाना दाना बनबे कि नहीं बनबे गैस पे बनावे छे हां बनावे कियल के हां सब आ दे छे खाना के काम धंधा सब करे छे ऋण घिन कोनो नहीं माने छे मम्मी पापा करे छे अब रिश्तेदार में जे नानी लागे छे मौसी लागे छे बोली दे छे वो मौसी है तो ओकरा मौसीए बुलावे छे वो नानी है तो नानीए बुलावे छे भाषा पकड़े छे भाषा बोले एगो गोर लगल तो ओकरा समय अंदर मम्मी ले गोर लगे ओके भाइ अर्कोमा र दर्शकबिन यो हेर्दै हुनुहुन्छ नेपाली रीतिरिवाज अनुसारले चाहिँ उहाँले अब अगाडि बढ्दै हुनुहुन्छ भइसक्यो उहाँलाई भन्नु होला ल बहुत खुसी लाग्यो यहाँ सबके काम खुशी छ हम सब बहुत खुशी सब कन्या देखि खुश छियै नहीं मिले दान देश त की हेले
कन्या लाग बहुत खुश छी हम सब बहुत खुश? एकदम खुश एकदम गोर फकफको चलेले से एकदम गोर फक चलेले इरो मिलबो नहीं करती है एहन मिलबो नहीं करती हमर बेटा कने करिया छै पुतौ गोरो है गेले हमरा सब के धन संपत्ति नहीं चाही अपन कमे दे खोड़तै जुग जोड़ी मिलतै भए गेले मिली गेले छै हमरा सब दर्शकबिन उहाँहरु एकदमै खुसी हुनुहुन्छ म क्यामेरालाई अलिकति यता ल्याउन चाहन्छु उहाँ चाहिँ परिवारजनका उहाँहरु पनि हुनुहुन्छ जो अहिले हामी आउँदाखेरि हेर सबै जान्नु जस खुशी सबै हुनुहुन्छ हाँसम खुशी छिए हमें खुशी छिए कि बेटा आनलके हमर पुतौ दे खुशी न रहबे मौसी छिए हाँ मौसी छिए विदेशी हले लेकिन हाँ विदेशी कन्या हले ना हले बढ़िया हले लोग जानते जे फलना देश से फलना को आनलके छै कमावे गेले चल एले प्रेम लागले चल एले अब की करबे नहीं भगेबे रखबे की बियाह के लिए डीजे के लिए मड़वा बनलिए बर बराती सब अइले मर मेजबान अइले सब खेलके पिलके बियाह के लिए धूमधाम से सेम्बर के लिए जस बर खुश छ खुश बहुत खुश छिए दर्शकबिन हामी छौँ अहिले मोरङको धनपाल थानमा र यो रिपोर्टिङ हामी यहाँलाई देखाइरहेका छौँ थप रिपोर्टिङका साथ र उहाँको नागरिकता बन्ने प्रक्रियाको लागि पनि हामी उहाँहरूलाई सहयोग गर्ने नै छौँ लाइभ न्युज रफ्तार हेर्दै गर्नुहोला क्यामेरा पर्सन दिपेन्द्रको साथमा सोनु कुमार दास मोरङ।